यो त्यसैले हामीले पहिलो विशेष गरेर आइमाईहरूलाई आइमाईको दुःखलाई साथ दिने हिसाबले हामीले एउटा भिडियो बनाउँदैछौँ। यसमा मैले धेरै पटक काम पनि गरेको छु, धेरै पटक सफल पनि भएको छ, धेरै कुराहरू भएका पनि छन्। यो बच्चाहरू जन्मिसकेपछि पहिलो बच्चा जन्मिसकेपछि त्यसपछि त्यो पहिलो बच्चा जन्मेर कसैको 5-6 वर्षपछि कुख खुल्ने, कोही बच्चा 3-4 महिनामै घरबाट खस्ने, अनि यस्तो भएको हुनाले यो सम्बन्धी यदि तपाईँ कसैले त्यस्तो अवस्था छ भने त्यस्तो अवस्थामा हामीलाई सम्पर्क गर्नुहोला। यो सम्बन्धी हामी सम्पर्क गरेपछि यसको समाधान पनि छ, यसको उपाय पनि छ र तपाईँको बच्चा पनि हुन सक्ने स्थिति 100% हुन सक्ने अवस्था छ। यसैले यो ठुल्ठुलो डाक्टरहरू कहाँ गएर लाखौं रुपियाँ खर्च गरेर पनि यसको सम्भावना हुँदैन। यसैले हामी यसको उपचारका लागि हाम्रो सामान्य तरिकाको सामान्य जादु टुना, सामान्य झाडफुक सम्बन्धी गर्न सकिने अवस्था भएको हुनाले बच्चा पहिले जब बच्चा जन्मेर 3-4 महिनापछि 3-4 वर्षपछि कसैको बच्चा नहुने, कसैको बच्चा रहेको 3-4 महिनापछि खस्ने यस्तो अवस्था छ भने हामीलाई तुरुन्त सम्पर्क गर्नुहोला। हामी यसको लागि सेवा गर्न तयार छौँ। कसैको तल्लो पेटमा पनि समस्या देखिन्छ, यस्तो भएपछि तल्लो पेटमा महिनावारी डेलिभरी भए जस्तै हुने, ढाड दुख्ने, अनि त्यसपछि गएर शरीर काम्ने यस्तो समस्याहरू हुन्छ। यो समस्या सम्बन्धी केही छ भने हामीलाई जानकारी गराउनु होला र हामीले त्यसमा तल फोन नम्बर पनि दिनेछौँ पहिलो कमेन्टमा, अनि फोन नम्बर सहित तपाईँ कन्ट्याक्ट गर्नुहोला। कन्ट्याक्ट गरेपछि व्हाट्सएपमा कन्ट्याक्ट गरेपछि हामी तपाईँलाई सेवा सुविधा दिने तर्खरमा छौँ। यो भिडियोलाई लाइक, सब्सक्राइब, सेयर गरिकन विभिन्न किसिमका सबै ठाउँमा भएका दिदीबहिनीहरूलाई यस्तो समस्या भएका दिदीबहिनीसम्म पुर्याइदिनु होला भन्ने मेरो अनुरोधका साथ यो भिडियो सबै कहाँ पुर्याइदिनु होला भन्ने अनुरोध गर्दछु। नमस्ते।